एकदम बधाई छ। कुन क्षेत्रबाट दाइ कुन क्षेत्रबाट अनि स्वास्थ्य लाग्नु भयो नि दाइ के भयो अनि टिकट लिन आज भन्ने अनि क्षेत्रै नभन्यो अब कुन दिन्छ पार्टीले साथीहरूले मायाले कहाँको दिन्छन् तपाईँ सांसदलाई फेरि कुन दिन्छ भन्ने हेरौँ न पार्टीले निर्णय गर्छ एउटा खालको अहिले सांसद होइन दाइ अहिले होइन नि त्यही त दाइ कहाँबाट लड्न चाहनुहुन्छ तपाईँ लड्न त अब क्षेत्र चाहेको त आफूले पहिला गरेर कार्यकाल पनि कम्प्लिट गर्न पाएको थिएन आफ्नो क्षेत्रप्रतिको उत्तरदायित्व होइन त्यहाँ कामहरू पनि बाँकी छ होइन दाइ यो रासपाले चिनेको अनुहार र सुकिला मुकिला मात्रै टिकट दियो भन्ने छ क्या यहाँ होइन नेता कार्यकर्ता के हो ठ्याक्कै त्यसरी नभन्ने त्यसरी नभन्ने मैले भने त्यसको पनि एउटा विधि छ पार्टी अब जे नि परिवर्तनलाई संस्थागत गर्नको लागि नेताहरूले एउटा सहकार्य गर्नुभएको छ होइन त्यो चिजमा पऱ्यो नियमित तरिकाले 84 भावे हामी एक तरिकाले जान्थ्यौँ तर अहिले त साधारण सामान्य अवस्थामा त होइन नि त यो चुनाव पनि होइन फागुन 21 मा घन्टी बज्छ भनेर विश्वस्त हुनुहुन्छ त्यो बजाउनै पर्यो किन यत्रो परिवर्तनको आवाजलाई त संस्थागत गर्ने त फेरि मतपटै हो नि त झापामा बालन भर्सेस केपी ओली तयारी के रोमाञ्चक छ ठिक छ त अब यसमा त यो पालि त पार्टी अभियानबाट भन्दा नि जनता नै जागरुक भएको छ होइन त्यहाँबाट आएको माग पनि हो र रासोपाले जनताले माग गरेको कुरालाई विभिन्न सर्वेक्षण के छ त्यहाँनिर ठिक त्यो त अब बल्ल सुरु हुँदैछ प्रक्रिया बल्ल टिकट पाउँदैछ फिल्म अहिले सबैका अहिले त ट्रेलरहरू देख्दै हुन्छ आज मधेसमा देख्नुभयो उपत्यकामा त्यही अनुसारको एउटा उत्साह छ होइन तर अझ बढी जिम्मेवार पनि बनाएको छ यसले हामीलाई किन भन्दाखेरि संसदमा हुँदा सानो सङ्ख्यामा हुँदा पेलिएको चिजलाई अब एटलिस्ट गर्नुपर्ने ठाउँमा आएको छ यसले सबै पार्टी पङ्क्ति मात्र होइन कि सबैजना शुभेच्छुकहरू पनि जिम्मेवार हुने बेला छ यो बालन शाह र केपी ओलीमा चाहिँ को भिडन्त हुँदा कसले जित्ला जस्तो लाग्छ हजुरलाई एकदम एक्साइटेड छन् जनता होइन तपाईँ पनि एक्साइटेड हुनुहुन्छ होला जहाँसम्म लाग्छ के भन्नुहुन्छ तपाईँको प्रश्नमा नै उत्तर लुकिया छ होइन जनता एक्साइटेड छ भनेर तपाईँले भन्नुभएको छ तपाईँको प्रश्नमा नै उत्तर छ सो त्यो चाहिँ हामीले एकदमै मातेर पनि होइन होइन जिम्मेवार भएर अगाडि बढ्नुपर्ने छ होइन त्यसमा मेरो विचारमा जे नै लोकतन्त्र हो जनताको राज हो होइन जनताले चाहेको चिज हुन्छ बालन शाह प्रधानमन्त्री बन्न क्यापेबल छन् त हजुरलाई के लाग्छ उहाँ त राजनीति गर्नु भएको छैन राष्ट्रिय राजनीतिमा आउनु भएको छैन मेयर साहब मात्रै पड्काएर स्टन्ट गर्यो पनि भन्छन् क्या अब राष्ट्रिय राजनीतिको अनुभवै नभएको मान्छेलाई सिधै प्रधानमन्त्रीको कुर्सीमा लगेर ठ्याच्च राखिदिनु पनि राम्रो होइन जस्तो लाग्छ होइन अब उहाँ प्रधानमन्त्रीको लागि क्यापेबल हुनुहुन्छ के भन्नुहुन्छ पहिला 5 चोटि 7 चोटि प्रधानमन्त्री हुने चाहिँ के गरे र नभएकोले के गर्छ भनेर त्यो रिभल्भिङ चेयरबाट त बाहिर आयो नि त त्यसमा चाहिँ उहाँको राजनीतिक अनुभव छैन किन भन्न मिल्दैन काठमाडौँ महानगर देशको नै भनौँ न राजधानीको नगरको प्रत्यक्ष निर्वाचित कार्यकारी भएर चलाउनु भएको मान्छे सो तपाईँहरूलाई मेरो रिक्वेस्ट के छ भन्दा त्यो पनि त अभ्यास त उहाँले 3-3.5 वर्ष त गरिसक्नु भएको छ र उहाँको भन्दा पनि समयले नै माग्यो त्यो आन्दोलन हुँदाखेरि त उहाँलाई त बन्नु भन्ने खालको त त्यो आन्दोलनको पनि माग थियो नि त होइन सो पहिला भएकोले जनअपेक्षा अनुसार गर्न नसकेकोमा नयाँ अनुहार खोजिया छ नयाँ नीति समय सापेक्ष केपी ओलीलाई त बालन शाह भिडाउनु भयो महेश बस्नेतलाई को भिडाउनुहुन्छ ठिक छ पार्टीले त्यही भएर त मैले अहिले भने म पनि कहाँको भनेर थाहा थिएन कहाँको क्षेत्र होइन लिन आउँदैछु सो त्यो त पार्टीले नेताहरूले अलिकति रणनीतिक हिसाबले सोचेर साँच्चीकै त्यो प्रतिनिधिमूलक व्यवस्था हो प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले निर्णय हिजो मात्रै महेश बस्नेतले म गृहमन्त्री भएको दिनमा रवि लामी छानेर बालन शाहलाई घिसार्दै ल्याएर जेलमा कोच्छु भन्नुभएको छ के भन्नुहुन्छ ठिक छ त्यो अब वाक स्वतन्त्रता छ होइन लोकतन्त्र हो सबैको आफ्नो धारणाहरू दिने स्वतन्त्रता छ त्यसमा के शुभकामना ल ल शुभकामना